नयाँ वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना सहित हामी पोखराको फेवातालको बीचमा अवस्थित तालबराही मन्दिर परिसरमा छौँ। फेवातालको बीचमा रहेको यो तालबराही मन्दिरमा आज दर्शनार्थीको धेरै नै घुइँचो छ। आदरणीय सबै भक्तजनहरू, हामी तालबराहीको मन्दिरबाट अभियानमा जोडिरहेका छौँ। यसै क्रममा हामीलाई वर्षदेखि आउनुभएका सबै भक्तजन रामबहादुर पण्डित गुरुको परिवारबाट यस मन्दिरको पुनः सनातन माता कालियाको नाममा 505 जना सहयोग प्राप्त भएको छ। फेवाताल नयाँ वर्षको रौनक पोखरामा सुरु भएको छ। लेक साइड एरिया धेरै नै चहल पहल भइरहेको छ र यो तालबराही मन्दिरमा पनि अति नै चहल पहल भइरहेको छ।